नमस्कार साथीहरू, आरएसटी सबमा तपाईँलाई स्वागत छ। आज हामी कक्षा 12 को रिकन्सिलिएसन स्टेटमेन्ट हेर्नेछौँ, बुझ्नेछौँ, जसमा हाम्रो एनइबीले चाहिँ 3 मार्क्सको सोध्ने गर्छ र यो चाहिँ एकदम सजिलो रहेको छ। हामीले बुझ्यौँ भने यसको ट्रिकहरू छ, केही कन्सेप्टहरू छ अकाउन्टको, हैन। हामी सर्वप्रथम यसका केही बेसिक कुराहरू बुझौँ, त्यसपछि चाहिँ हामी हिसाब बनाउँला। सबैभन्दा पहिले हामीले हिसाब बनाउनु पूर्व हामीले यी कुराहरूलाई बुझ्नुपर्ने हुन्छ। एक्सपेन्सेस र इन्कम, कसलाई चाहिँ एक्सपेन्सेस भन्ने र कसलाई चाहिँ इन्कम भन्ने भनेर यो कुरा बुझ्नुपर्छ। अर्को भनेको रिकन्सिलिएसन स्टेटमेन्टमा हामीले फाइनान्सियल अकाउन्ट र कस्ट अकाउन्ट बनाउनु पर्ने हुन्छ। यदि क्वेसनमा दिएको हुन्छ, यदि प्रॉफिट, नेट प्रॉफिट फाइनान्सियल अकाउन्टमा दिएको छ भने हामीले कस्ट अकाउन्टमा बनाउनु पर्ने हुन्छ। यदि नेट प्रॉफिट कस्ट अकाउन्टमा दिएको छ भने आन्सर हामीले फाइनान्सियल अकाउन्टमा निकाल्नु पर्ने हुन्छ र हामीले त्यसको लागि बेसिक कुराहरू बुझ्नुपर्ने हुन्छ। जस्तै सरस्वती हेरौँ, ओपनिङ स्टक भनेको एक्सपेन्सेस मान्नुपर्छ, तर एक्सपेन्सेस चाहिँ होइन। फाइनल अकाउन्टमा एक्सपेन्सेस भनेर चाहिँ बुझ्दैनौँ, तर हामीले रिकन्सिलिएसन स्टेटमेन्टमा ओपनिङ स्टकलाई के भनेर सोच्ने त एक्सपेन्सेस भनेर। त्यसै गरी इन्कम क्लोजिङ स्टकलाई इन्कम भनेर बुझ्ने, अनि डिप्रिसिएसन अनि रिटर्न अफलाई चाहिँ एक्सपेन्सेस, एप्रिसिएसनलाई इन्कम, अनि डेबिटेडलाई चाहिँ एक्सपेन्सेस र क्रेडिटलाई चाहिँ इन्कम। त्यसै गरी इन्ट्रेस्ट अन इन्भेस्टमेन्टलाई चाहिँ इन्कम, अनि त्यसै गरी इन्ट्रेस्ट अन लोनलाई एक्सपेन्सेस, अनि रिसिभ छ भने इन्कम भइहाल्यो, पेमेन्ट पेड छ भने एक्सपेन्सेस, इन्कम ट्याक्स छ भने एक्सपेन्सेस। त्यसै गरी लस अन सेल छ भने एक्सपेन्सेस, प्रॉफिट गेन अन सेल छ भने इन्कम। र साथीहरू, यस्ता यी कुराहरू बुझिसकेपछि हामीले अर्को कन्सेप्ट के बुझ्नुपर्ने हुन्छ भने क्वेसनमा कसरी दिएको हुन्छ, ओभरचार्ज, ओभर रेकर्डेड भनेर दिएको हुन्छ। यसको मतलब, यसको अर्थ के हो भने त्यो दिएको ओभरचार्ज, ओभर रेकर्डेड भनेर दिएको छ भने त्यसमा चाहिँ रकम बढी भनेको हो भनेर बुझ्नुपर्छ। त्यस्तै अन्डर चार्ज, अन्डर रेकर्डेड भनेको भए हामीले त्यसमा चाहिँ रकम कम भनेको हो भनेर बुझ्नुपर्छ। जस्तै मैले यहाँ लेखिदिएको छु, हैन। अब अर्को कन्सेप्ट कस्तो हो भने तपाईँले सजिलो बुझ्नको लागि यसमा के गर्नुपर्छ भने, जस्तै यदि आन्सर अकाउन्टलाई फाइदा भयो भने हामीले एड गर्नुपर्छ। हामीले दुईवटा काम गर्नुपर्ने हुन्छ रिकन्सिलिएसन स्टेटमेन्टमा, एउटा एड गर्नुपर्छ, एउटा लेस गर्नुपर्छ। हेर्नुहोस् है, यदि आन्सर अकाउन्टलाई फाइदा भयो भने एड गर्ने, यदि आन्सर अकाउन्टलाई घाटा भयो भने लेस गर्ने, यो कन्सेप्ट हो है। अब हामी हिसाबमा बनाउनेछौँ, त्यसपछि बुझ्नेछौँ। अनि अर्को कन्सेप्ट भने गिभन अकाउन्टमा एक्सपेन्सेस डिक्रिज भयो भने हामीले लेस गर्नुपर्छ, गिभन अकाउन्टमा एक्सपेन्सेस इन्क्रिज भयो भने एड गर्नुपर्छ। त्यसै गरी गिभन अकाउन्टमा इन्कम डिक्रिज भयो भने एड गर्ने, गिभन अकाउन्टमा इन्कम इन्क्रिज भयो भने लेस गर्ने, है त साथीहरू। यो चाहिँ हामीले बुझ्नुपर्छ। लेट्स गो, हामी चाहिँ हिसाब बनाउनु लागौँ। हिसाब हामीले कुन बनाउने भन्ने कुरा मैले यहाँ एउटा हिसाब दिएको छु। जस्तै यहाँ तपाईँ 13 नम्बर हेर्नुहोस् त, यो 13 नम्बरलाई हेर्नुहोस्। हामी यो 13 नम्बर बनाउनेछौँ है, यहाँ दिएको छ, यसलाई बनाउनेछौँ। क्वेसन हेर्नुभयो, स्क्रिनसट लिन सक्नुहुन्छ। ओके, अब हामी फर्मेट बनाऊँ है त। फर्मेट कस्तो बन्छ भन्दाखेरि म यहाँ फर्मेट बनाउँछु, तपाईँहरूले पनि बनाउनु होला, हैन। धेरै ठुलो चाहिँदैन, तपाईँले एउटा मात्र कोलम बनाए नि हुन्छ, दुईवटा कोलम बनाए नि हुन्छ है त। मैले दुईवटा बनाएँ। ओके, यसमा हाम्रो के हुन्छ भने
यसमा डिटेल भनेर अमाउन्ट लेख्दा नि भयो, अमाउन्ट भनेर डिटेल अमाउन्ट लेख्छु है त। अब हामीले क्वेसन हेरौँ। क्वेसनमा चाहिँ जस्तो हामीले के दिएको छ भन्दा 13 नम्बर बनाउने भनेर भनेका थियौँ। 13 नम्बरमा हामीलाई क्वेसनमा दिएको छ नेट प्रफिट भनेर कस्ट अकाउन्ट कम्पनी RS60,000 भनेर दिएको छ है। यो चाहिँ कस्ट अकाउन्टमा चाहिँ नेट प्रफिट देखिएको भनेको छ 60,000। यसलाई चाहिँ हामी सुरुमा लेखौँ है। सुरुमा हेर्नुहोस्, net profit as executed by the cost account। ओके, यसलाई चाहिँ 60,000 सिधै अमाउन्टमा लेखिदिने है त। अब हामीले यहाँ गिभन अकाउन्टमा 8 लेस गर्नुपर्छ है त। यसरी राख्यो भने पनि हुन्छ, यहीँमा गरे नि हुन्छ, तर यसरी गऱ्यो भने झन् आफूलाई सहज हुन्छ भन्ने हो। अनि अब साथीहरू जस्तो नेट प्रफिट एज भने चाहिँ यो चाहिँ कस्ट अकाउन्टमा चाहिँ प्रफिट देखिएको छ भनेको छ होइन। अब हाम्रो आन्सर केमा आउँछ भन्नुहोस् त। आन्सर चाहिँ हाम्रो यो फाइनेन्सियल अकाउन्टमा आउँछ है। हामीले यता लेख्नुपर्छ नेट प्रफिट एज सोल्ड बाई द फाइनेन्सियल अकाउन्ट है। फाइनेन्सियल अकाउन्टमा हाम्रो आन्सर आउँछ। अब क्वेसन हेरौँ ल। सुरुमा के दिएको छ क्वेसनमा, फ्याक्ट्री ओभरहेड हेज बिन ओभर रेकर्डेड इन फाइनेन्सियल अकाउन्ट भनेको ओभर भनेको के भनेको थियौँ है। के भनेको छ भने फ्याक्ट्री ओभरहेड हेज बिन ओभर रेकर्डेड इन फाइनेन्सियल। अब फाइनेन्सियल अब यसरी बुझ्नुहोस् है, फ्याक्ट्री ओभरहेड भनेको खर्च हो अनि ओभर भनेको बढी देखिनु हो इन फाइनेन्सियल अकाउन्टमा। अब फाइनेन्सियल अकाउन्टमा खर्च बढी देखियो भने अब यसलाई हामीले के गर्नुपर्छ, अघि पुनः हामीले के गरेका थियौँ यहाँ पहिले यहाँ एउटा कन्सेप्ट लेखेका थियौँ सुरुको कन्सेप्ट। जस्तै आन्सर अकाउन्टलाई फाइदा भयो भने एड गर्ने र आन्सर अकाउन्टलाई घाटा भयो भने लेस गर्ने भनेर बुझ्छ। अब यहाँ जाउँ, हेर्नुहोस् त, फाइनेन्सियल अकाउन्टमा अब खर्च बढी भयो भने यसलाई फाइदा हुन्छ कि घाटा हुन्छ कि फाइदा हुन्छ, यसलाई घाटा हुन्छ। आन्सर अकाउन्टलाई घाटा भयो भने हामी लेस गर्छौँ। अब गर्नुहोस् है त, म यहाँ गर्छु। फ्याक्ट्री ओभरहेड ओभर रेकर्डेड in फाइनेन्सियल अकाउन्ट है 10,000। यसलाई चाहिँ हामीले के गर्ने हो, माइनसमा राख्ने, लेस गर्ने हो नि त हैन। लेस गरौँ। अर्को भनेको छ सेलिङ ओभरहेड हेज अन्डर रेकर्डेड इन कस्ट अकाउन्ट। कस्ट अकाउन्टमा चाहिँ कम देखियो भने है, 2000 कस्ट अकाउन्टमा कम देखियो भने है। सेलिङ ओभरहेड भनेको के हो, सेलिङ ओभरहेड भनेको चाहिँ तपाईँको एक्सपेन्सेस हो। त्यसैले कस्ट अकाउन्टमा कम देखियो भन्नुको अर्थ हामीले लेस गर्नुपर्ने हुन्छ है। यहाँ लेखौँ सेलिङ ओभरहेड अन्डर रेकर्डेड इन कस्ट अकाउन्ट है। कति 2000। कस्तो भन्यो भने सेलिङ ओभरहेड कस्ट अकाउन्टमा कति देखियो
2000 चाहिँ कम देखियो तर फाइनेन्सियल 2000 बढी देखियो भन्न खोज्यो। हेर्नुहोस् त के भनेर भने गिभन अकाउन्टमा यदि एक्सपेन्सेस कम देखियो भने हामीले के गर्ने लेस गर्ने भनेर भनेको छौँ, लेस गऱ्यौँ राइट। अर्को छ क्वेसनमा हेरौँ तपाईँको के छ हेर्नुहोस् न, क्लोजिङ स्टक हेज बिन ओभर भ्यालु इन फाइनेन्सियल अकाउन्टमा चाहिँ क्लोजिङ स्टक बढी देखियो भने राइट। क्लोजिङ स्टक भनेको हाम्रो के हो, हामीले इन्कम भनेर बुझ्नु भने यहाँ पल्टाउनुहोस् त, क्लोजिङ स्टकलाई हामीले इन्कम भनेर बुझ्ने भने अब इन्कम भइसकेपछि हामीले के गर्नु पर्यो, यदि कस्ट अकाउन्टमा हैन हाम्रो गिभन अकाउन्टमा चाहिँ के भयो भने इन्कम यहाँ के भनेको छ हेरौँ है, क्लोजिङ स्टक हेज बिन ओभर भ्यालु बढी देखियो भने फाइनेन्सियल अकाउन्टमा चाहिँ के भयो इन्कम बढी देखियो तर कस्ट अकाउन्टमा चाहिँ के भयो कम देखियो भनेको छ। अब इन्कम कम देखिनु भनेको एड गर्नु है, त्यसकारण चाहिँ हामी एड गर्नेछौँ। इन्कम यदि डिक्रिज भयो भने हामीले एड गर्ने भने अब हामी इन्कमलाई एड गर्छौँ। ओके, क्लोजिङ स्टक valued in financial account है। यहाँ मैले यहाँ लेखिनँ, सिधै डाइरेक्ट लेखेँ 5000। अब यसलाई एड गर्नुहोस् 65,000 भयो। यसलाई मैले जोडेँ। अर्को छ हाम्रो यहाँ के दिएको छ क्वेसनमा हेर्नुहोस् त, इन्कम ट्याक्स पेड भनेको छ। इन्कम ट्याक्स पेड भनेको जहिले पनि हाम्रो फाइनेन्सियल अकाउन्टसँग सम्बन्धित रिलेटेड हुन्छ, त्यसकारण हामी के गर्छौँ लेस गर्छौँ है त। जहिले पनि एक्सपेन्सेस हुन्छ त्यसकारण 7,000 डिक्रिज के अरे हामीले यता चाहिँ डिक्रिज गर्नुपर्छ। जोड्दाखेरि कति भयो 12,000 प्लस 19,000 भयो। यसलाई हामीले माइनस गर्नुपर्छ। 65बाट 19 घटाउँदा हाम्रो 46,000 आउँछ है ल। यो चाहिँ हाम्रो आन्सर हुन्छ। अब मिल्यो नै यता हेरौँ हाम्रो कति छ, यहाँ छ दिएको छ 46,000 है त। यसरी चाहिँ हामीले रिकन्सिलिएसन स्टेटमेन्ट बनाउन सक्छौँ। त्यसपछि हाम्रो 3 मार्क्स कतै पनि जाँदैन, हाम्रै गोजीमा आउँछ है त। ओके, आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई तलको कमेन्ट बक्समा लेख्नु होला र कस्तो प्रकारको भिडियो चाहिन्छ त्यो पनि कमेन्ट गर्नु होला। र भिडियो गर्नु पर्यो भने लाइक शेयर र साथीलाई पनि शेयर गर्नुहोस् र सँगै जाँदा जाँदै च्यानललाई सब्स्क्राइब गर्नुहोस् भन्दै म छुट्टिन्छु। बाइ बाइ।